अब बिहान करिब करिब 7 बजेदेखि नै हामी चुनावी घड्दैको कार्यक्रमहरू गर्दै आइरहेका छौँ र यसै क्रममा यो समयमा तपाईँहरूको यहाँ गाउँ टोलमा उपस्थित हुने मौका मिल्यो। यहाँहरूलाई भेट्न पाउँदा अत्यन्तै धेरै खुसी पनि लागेको छ। यो विशेष त चुनाव लक्षित कार्यक्रम भएको कारणले गर्दाखेरि यहाँहरूलाई म अरू धेरै राजनीतिक विषयवस्तु नजोडिकन यसपटक किन परिवर्तनको पक्षमा भोट हाल्नुपर्छ भनेर म थोरै कुरा राख्न चाहन्छु। गएको संसदीय अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो राष्ट्रिय दलको रूपमा 21 जना सांसद सहित संसदमा पुगेको थियो। अनि त्यो संसदमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको हरेक सांसदले त्यो संसद भवनमा पाएको माइक समाउँदै गर्दा जनताको पक्षमा आवाज उठाएको तपाईँहरूले निरन्तर रूपमा देख्नु नै भयो। राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा गएर त्यहाँ नेपाली जनताका मुद्दाहरू उठाउन थालेपछि, सम्बोधन हुन थालेपछि संसद भवन त यस्तो हुँदो रहेछ, यस्तो डिबेट गरिँदो रहेछ। यसरी आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले यो विषय उठान गरे। भ्रष्टाचारमा यति धेरै घोटाला भएको रहेछ, हाम्रा नेपालीहरू यसरी बेचिएका रहेछन्, यस्ता यस्ता कुराहरू तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा गएपछि नै सुन्न थाल्नु भएको हो। त्यसपछि बल्ल चिया चोक चौतारा पसलहरू यसो जमघट हुँदा मर्निङ वाकमा जाँदाखेरि पनि अब यो पटक चाहिँ अब केही होला जस्तो छ है भनेर राजनीतिका विषयमा चर्चाहरू सुरु हुन थालेको त्यो तपाईँहरू सबैलाई सर्वविदित नै छ। अब गएको संसदमा के भयो त भन्दा हामी 21 जना सांसद सहित संसदमा गयौँ, हामीले जनताको पक्षमा आवाज उठायौँ। त्यो 275 जना हुने संसद भवनमा हामी जम्मा 21 जना थियौँ। त्यसकारणले हामीले जनताको पक्षमा आवाज त उठायौँ, मुद्दा त उठायौँ, तर हामीले उठाएको आवाजलाई बहुमतले दबाउने किसिमको परिस्थिति निर्माण भयो। हामीले उठाएका आवाजहरू निर्णायक बिन्दुमा पुग्नको लागि हामीसँग सङ्ख्या पुगेन, किनभने 275 जनामा 21 जना भनेको सानो समूह हो। संसद भनेको बहुमतको आधारमा त्यहाँ काम हुने संस्था हो। त्यसकारणले धन्यवाद आमा। त्यसकारणले त्यो संसद भवनमा हामीले जति मुद्दाहरू उठान गर्यौँ, नेपाली जनताको पक्षमा उठान गर्यौँ, तर ती आवाजहरू आवाजको रूपमा एजेन्डाका रूपमा स्थापित चाहिँ भयो, तर निर्णायक बिन्दुमा पुर्याउनको लागि हामीसँग सङ्ख्या भएन। यसपटक हामी तपाईँहरूसँग त्यो संसद भवनमा फगत एउटा माइक समाउनको लागि, फगत एउटा संसद पद ओगट्नको लागि हामी जान खोजिरहेका छैनौँ। यसपटक हामी त्यो संसद भवनमा यो देशको सरकार निर्माण गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छौँ। मैले गएको संसदीय अभ्यासमा देखेको एउटा कुरा, नेपाली जनताहरूले मत हाल्नुहुन्छ, आफूलाई मन लागेका उम्मेदवारहरूलाई मत हालेर पठाउनुहुन्छ। एउटै दलले एकल बहुमत लिएर आउने स्थिति हिजोको दिनमा खासै बनेन। अनि त्यो नबनिसकेपछि एउटै दलको बहुमत नआउने भएपछि साना साना दलहरू मिलेर, भएका दलहरू मिलेर सरकार बनाउँदा गठबन्धन गरेर सरकार बनाए। अनि गठबन्धन गरेर सरकार बनाउँदै गर्दाखेरि दुईटा दलहरू मिलेर, मूल दलहरू मिलेर सरकार बनायो। तेस्रो दल चाहिँ पर्खिरहेको रहेछ, कहिले यिनीहरूको भत्काउन पाएदेखि म त्यो सरकारमा गएर ट्याक्क त्यो कुर्सीमा बस्न पाउँछु भनेर पर्खिरहँदा रहेछ। त्यो मैले हिजोको संसदीय अभ्यासमा मैले देखेको उदाहरण। यसपटक तपाईँहरूको माझमा मैले फेरि पनि भने, फगत एउटा सांसदको पद ओगट्नको लागि होइन, त्यही संसद भवनमा एउटा माइक समातेर आवाज उठाए है भन्नको लागि मात्रै होइन। यसपटक हामी सरकार बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ। अनि सरकार त्यति बेला मात्रै हामी बनाउन सक्छौँ जति बेला नेपाली जनताले हामीलाई बहुमत दिनुहुन्छ। अनि नेपाली जनताले बहुमत दिनुभयो भनेदेखि बल्ल यो देशको भविष्य हामीले सही दिशामा डोर्याउन सक्छौँ। आज यसो हेऱ्यो भने समाजको यथार्थ के हो भने सबै युवा पुस्ताहरू आज विदेशिनु भएको छ। केही रोजगारी गर्नु पर्यो, शिक्षा हासिल गर्नु पर्यो, अथवा उपचार नै गर्नु पर्यो भने पनि पहिलो रोजाइ विदेशतिर भन्ने जस्तो देखिन्छ। यति धेरै युवा पुस्ताहरू आज बाहिर गइरहनु भएको छ कि यदि यो सङ्ख्या दैनिक रूपमा यही क्रमले चलिरह्यो, दिनै जसो 3500 जना जस्तो औसतमा युवा पुस्ताहरू बाहिरिरहने क्रम चलिरह्यो भने हाम्रो गाउँहरू शून्य हुन्छ। आज हेर्नुहोस् त, पहिला तपाईँहरू बाल्यकाल हुँदाखेरि यो गाउँ समाजमा दसैँ आउँदा कस्तो रमाइलो हुन्थ्यो, तिहार आउँदा कस्तो रमाइलो हुन्थ्यो, केही परिहाल्यो भने गाउँ समाजमा झुरुप्प मान्छेहरू उपस्थित हुने हुन्थ्यो। तर आज गाउँ बिस्तारै बिस्तारै रेतिँदै गएको तपाईँ हामी सबैले देखिरहेका छौँ। आज यस्तो स्थिति भएको छ कि लासले आज मान्छे कुरिरहेको छ। त्यस्तो किसिमको हामीले गाउँ गाउँमा त्यो यथार्थ देखिरहेका छौँ। हाम्रा युवा पुस्ताहरूले हातछाला गरेर नम्खियाएर
विदेशमा कमाएको पैसाले यो देशको अर्थतन्त्र पालिरहेको छ, यो देशको अर्थतन्त्र धाम्लिरहेको छ। अब यही क्रमले अगाडि बढिरहने हो भनेदेखि हाम्रा युवा पुस्ताहरू कमजोर हुँदै गएपछि, विदेशमा श्रम गर्न नसक्ने स्थितिमा पुगिसकेपछि मान्छे बुढेसकाल त हुन्छ नि त, त्यो त स्वाभाविक कुरा हो। त्यतिखेर रेमिट्यान्स पठाउनेहरू नभइदिसकेपछि हाम्रो देश केले चल्छ भन्ने कुरा एकदम चिन्ताजनक विषय छ। अब यदि यो देशलाई साँच्चीकै हामीले परिवर्तनको बाटोमा लैजाने हो भनेदेखि अब विकल्प छैन हामीसँग। यो पटक हामीले बदलेरै छोड्नुपर्छ र बदल्नको लागि यसपटक तपाईँहरूले मत बदल्नुपर्छ, अनि मात्रै देश बदलिन्छ। देश बदल्नको लागि बाँडेर होइन, एकैपटक दुईटै मतपत्रमा घन्टी चुनाव जितेर मत हाल्नु भयो भने मात्रै एकल सरकार निर्माण हुन सक्छ, अनि मात्रै हामीले भनेको जस्तो तरिकाले काम गर्न सक्छौँ। आज तपाईँहरूसँग हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले करार पत्र लिएर तपाईँहरूको माझमा आएको छ। करार भनेको के हो भने दुईटा पक्षले आफ्नो कर्तव्य पुरा गर्ने र त्यो करारमा लेखेका कुराहरूमा दुईटै पक्ष बाँधिएर बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ। यदि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएर पठायो भने हामी यी कुरा गर्छौँ भनेर हाम्रा वाचापत्रहरू हामीले तपाईँहरूलाई सार्वजनिक गरेका छौँ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत आउने स्थिति बनेन यदि भने फेरि पनि कसैले त सरकार बनाउँछ र सरकार बनाउनको लागि नबनाइ बस्नु भएन, सरकार त चलाउनै पर्यो, अनि फेरि अरू दलहरूसँग गठबन्धन गर्नुपर्ने स्थिति आउँछ। अनि फेरि अरू दलहरूसँग गठबन्धन गर्ने स्थिति आउँदै गर्दा मैले अघि भने जस्तै तेस्रो दलले चाहिँ पर्खेर बसेको हुन्छ, कहिले यिनीहरूको गठबन्धन भत्किन्छ अनि म त्यो कुर्सीमा गएर ट्याक्क बस्नुला भने। यही नियतिमा नेपाली जनताका मुद्दाहरू, नेपाली जनताका सपनाहरू यही नियतिमा घुमिरहेको हो, फसिरहेको हो, धकेलिरहेको, थिचिरहेको। अब पनि यदि सबै कुरा यसरी नै चल्नुपर्छ र यही नै कुरा ठिक हो भन्ने यहाँहरूलाई लाग्छ भनेदेखि ठिक छ, यो पटक तपाईँहरूले पुरानै कितामा मत हाल्नु भयो भने मेरो यसमा भन्नु केही पनि छैन, किनभने हामीले हाम्रो कुरा भनिदियौँ, तपाईँहरूले तपाईँहरूको कुरा आफ्नो विचार गरिदियो। तर यदि यो देशमा केही पनि ठिक भएको छैन र बदल्नु पर्छ भन्ने यहाँहरूलाई लाग्छ भने यो पटक मत बदल्नै पर्छ र परिवर्तनको पक्षमा हुनै पर्छ, अनि मात्रै हामीले यो देश परिवर्तन गर्न सक्छौँ। अनि यहाँ बुझ्नुपर्ने कुरा छ, अब देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको यो लहर आइरहँदाखेरि अब धेरै दलहरूले पनि हामीलाई पनि मत दिनुहोस् न भनेर आइरहनु भएको छ। उहाँहरूको समीक्षा तपाईँहरूको आफ्नो आफ्नो होला, तर यो पटक यदि मत बाँडियो भनेदेखि हाम्रो भविष्य पनि बाँडिन्छ, त्यो प्रधानमन्त्री बस्ने कुर्सी पनि बाँडिन्छ। तिमी यति वर्ष म यति वर्ष भनेर प्रधानमन्त्रीको जब कुर्सी बाँडिन्छ तब नेपाली जनताका सपनाहरू पनि बाँडिन्छ, हाम्रा युवाका भविष्यहरू पनि बाँडिन्छ। त्यसकारणले यो पटक मत बाँड्ने छुट कसैलाई पनि छैन। त्यसकारणले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, यो चुनावभन्दा ठिक्क मुख अगाडि आएर तीनटा थोक हुन सक्छ। तपाईँहरूलाई आएर कसैले डर, त्रास, धम्की दिन सक्छ, ए राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भनेर डर, त्रास, धम्की दिन सक्छ। बुझ्नुहोस्, कसैले तपाईँलाई लोकतन्त्रमा आएर चुनावभन्दा अगाडि तपाईँले आफ्नो विचार राखेकै कारणले थर्काउँछ, धम्क्याउँछ र तर्साउँछ भनेदेखि चुनाव अगाडि नै धम्क्याउनेहरूले चुनाव जितेपछि के गर्लान् त्यो कुरा बुझ्नुहोस्। दोस्रो कुरा, कसैले तपाईँहरूलाई चुनावभन्दा ठिक्क मुख अगाडि आएर के गर्न सक्छ, डर, त्रास, धम्कीले भएन भनेदेखि आश्वासन दिन सक्छ, तिमीलाई यो गरिदिन्छु, त्यो गरिदिन्छु, जागिरका कुराहरू होलान् अथवा केही कुराहरू होलान्, प्रलोभनहरू दिन सक्छ, तिमीलाई चाहिएको आवश्यकताहरू पुरा गरिदिन्छु भनेर भन्न सक्छ। यदि चुनावको मुख अगाडि आएर तपाईँहरूसँग कसैले तपाईँहरूको आवश्यकतालाई ब्ल्याकमेलिङ गरेर केही कुरा दिए जस्तो गरेर आश्वासन दिन खोजिरहेका छन् भने बुझ्नुहोस्, तिनीहरू तपाईँहरूसँग मत माग्न होइन, तपाईँहरूको मत किन्न आएका हुन् र मत किन्नेहरूले कहिले पनि जनताको पक्षमा फैसला गर्दैनन्, काम गर्दैनन् भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ। र तेस्रो कुरा, केही सिप लागेन, डराउँदा पनि भएन, धम्क्याउँदा पनि भएन, फकाउँदा पनि भएन भनेदेखि तपाईँहरूलाई अन्तिममा आएर अब ठिकै छ नि त, एउटा भोट घन्टीलाई, अर्को भोट अर्कैलाई भन्न सक्छु। तपाईँहरू सचेत हुनुहोस्, यदि यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको मत बाँडियो भनेदेखि यो देशको भविष्य पनि बाँडिन्छ। दुईटा मतपत्र आउँछ, समानुपातिक र प्रत्यक्ष, दुईटैमा घन्टी चुनाव चिन्हमा मत हालिएन भनेदेखि एकल सरकार निर्माण गर्ने र यो पटक हामीले निर्णायक परिवर्तन गर्ने नेपालीहरूको आकांक्षा छ, त्यो आकांक्षामा धक्का पुग्छ। त्यसकारणले यो तीनटै कुरा, डर, त्रास, धम्की, प्रलोभन
र मत बाँड्ने कुरा, यी तीनैवटा कित्तामा तपाईँहरू उभिनु हुँदैन भन्ने मेरो आग्रह छ। यो देशको भविष्य परिवर्तन गर्ने हो भनेदेखि अब युवा पुस्ताले यो देशको नेतृत्व सम्हाल्नै पर्छ। हामीले सार्वजनिक सङ्घ संस्थामा जाँदै गर्दाखेरि हामीले भोगेका शास्तिहरू, हाम्रा छोराछोरीलाई विद्यालयहरूमा पठाउँदै गर्दाखेरि राम्रो शिक्षाको गुणस्तर भएन भनेर गरेका हाम्रा गुनासाहरू र अस्पतालहरूमा जाँदै गर्दाखेरि हाम्रा सेवाग्राहीहरूले पाएका दुःखहरू, यी सबै कुरालाई सम्झेर यहाँहरूले यसपटक मत बदल्नै पर्छ। यो चितवनमा अर्को सबैभन्दा ठुलो मुद्दा छ भूमिको मुद्दा। एक टुक्रा जमिनको नाममा तपाईँहरूमाथि वर्षौँदेखि राजनीति भएको छ। जब जब चुनाव आउँछ, चुनावभन्दा ठिक्क मुख अगाडि आएर तिमीलाई रातो पूर्जा दिलाउनको लागि म मद्दत गर्छु, तिमीले रातो पूर्जा पाउँछौ तर भोट चाहिँ फलानुमा भनेर भन्नेहरू आउन सक्छ। तपाईँहरू सचेत रहनुहोस्। जसले आजसम्म विभिन्न पदमा अवसर पाइरहँदाखेरि सरकार